नमस्कार सबैजनालाई। हामीले योभन्दा पहिलेको भिडियोमा चाहिँ ब्राउजर्स सर्भरको बारेमा कुरा गरेको थियौँ, जसमा चाहिँ ब्राउजर के हो भन्ने सर्टमा भनिदिउँला हैन। ब्राउजर भनेको चाहिँ यस्तो खाले एप हो अथवा टुल हो जसबाट चाहिँ हामीले चाहिँ वेबसाइटहरू ब्राउज गर्ने गर्छौँ है। जस्तै फेसबुक खोल्ने काम हैन, गुगल खोल्ने काम गरेर हुन्छौँ। त्यसैको सर्भर भनेको के भन्दा सर्भर भनेको चाहिँ यस्तो खाले एउटा कम्प्युटर हो जसमा चाहिँ हाम्रो जति पनि वेबसाइटहरू हुन्छ, जति पनि इमेज हैन, डकुमेन्ट्स, फाइल, अडियोहरू हुन्छ, भिडियोहरू हुन्छ, त्यो सबै स्टोर भइरहेको हुन्छ। अब हाम्रो आजको टपिक चाहिँ रहेको छ हैन, ब्राउजर, हाउ ब्राउजर एन्ड सर्भर कम्युनिकेट भनेर। अनि यो ब्राउजर र सर्भर बीच जुन त्यो इन्टरेक्सन हुन्छ है, जस्तै ब्राउजरमा के हुन्छ त्यत्रो वेबसाइट खोलिरहेको हुन्छ हैन, त्यत्रो हामीले भिडियो हेरेर हुन्छौँ। सो अथवा एप नै भनौँ है, हामीले ब्राउजर मात्रै भन्न पनि हुँदैन, एप पनि भन्न सक्छ। फेसबुक एप हुन्छ, युट्युब एप हुन्छ, त्यसमा हामीले भिडियो हेरेर हुन्छौँ। त त्यत्रो भिडियोहरू हाम्रो कसरी चाहिँ मोबाइलसमा आइरहेको हुन्छ, त कसरी सर्भरबाट आएको हुन्छ, किनकि त हाम्रो मोबाइल फोन स्टोर भएको चिज त होइन। त्यो सबै कहाँ स्टोर भएको छ त, कतै एउटा कम्प्युटरमा स्टोर भएको छ है। त्यसरी बुझ्नुहोस् है। हामी जति पनि युट्युबमा भिडियोहरू हेर्छौँ त भिडियो सबै के हुन्छ अरू कुनै कम्प्युटरमा नै स्टोर भएर बसिरहेको छ। अरू भन्नाले अरू होइन, लाइक युट्युबको जुन कम्पनी हुन्छ त्यसको के हुन्छ सर्भर छ, त्यो सर्भरमै स्टोर भएर बसेको हुन्छ, भनेको त्यहाँको कम्प्युटरमै स्टोर भएर बसेको हुन्छ। अब त्यहाँदेखि भिडियोहरू कसरी आइरहेछन् त, हाम्रो ब्राउजरले कसरी के गरिरहेछ त भन्ने कुरो विल टक अबाउट दैट इन दिस भिडियो। सो अब त्यसलाई सजिलो है एकदम सम्झिनको लागि हामीले रेस्टुरेन्टसँग कम्पेयर गरौँ है। हामी पहिलेदेखि रेस्टुरेन्टसँग कम्पेयर गर्दै आएको छौँ धेरै चिजहरूलाई। सो यसलाई पनि हामी रेस्टुरेन्टसँग कम्पेयर गर्छौँ है। सो मात्र दिन सक्नुहुन्छ कि हामीसँग कस्टमर भन्ने छ हैन, रेस्टुरेन्टमा हामी एज अ कस्टमर जान्छौँ है। त्यसपछि गएर हामीले केही कुरो खान मन लाग्यो हैन, हामी यसो मेन्यु हेर्छौँ हैन, मेन्युमा के छ भनेर। अनि त्यसपछि गएर के गर्छौँ त, मानौँ मोमो खान मन लाग्यो है त, हामीले के गर्छौँ मोमो भनेर अर्डर गर्छौँ है त। अब त्यो जुन अर्डर गर्छौँ नि हैन, त्यो कसलाई गर्छौँ भन्दा वेटरले गरेर हुन्छौँ है त। अनि त्यसपछि गएर अर्डर गर्छौँ, अर्डर भनेको त रिक्वेस्ट है त। सो हामीले रिक्वेस्ट गर्छौँ र मोमो मात्रै भन्दैन होला नि त हामीले, हामीले के भन्छौँ त्यो रिक्वेस्टमा चाहिँ त्यसलाई भेराइटिजहरू के कस्तो खाले मोमो त, अब जस्तै बफ मोमो होला, चिकन मोमो होला हैन, अनेक टाइपको मोमो हुन्छ नि त। सो हामी त रिक्वेस्टमा के हुन्छ के हो त्यो मात्र नभनिकन त्यसको टाइपहरू भेराइटीहरू के हुन्छ हैन, त्यसको बारेमा के हुन सक्छ त्यो सबै एज अ रिक्वेस्ट चाहिँ हामीले पठाउँछौँ है। कसलाई, एज वेटरलाई। कहाँ त, त्यो वेटरले त रिक्वेस्ट लिएर कहाँ त, किचनमा है त। अनि किचनमा के हुन्छ, किचनमा कुकहरू हुन्छन्, सेफहरू हुन्छन् हैन। त्यो कुक सेफले के गर्छ त, त्यो जुन हामीले अर्डर गर्यौँ नि त्यसलाई बनाउन थाल्छन् है त। रिक्वेस्ट अनुसार हैन, हाम्रो अर्डर अनुसार जे अर्डर गरेका छौँ हामीले त्यो अनुसार बनाउन थाल्छन् है त। अनि जब हाम्रो बनिसक्छ नि हैन, त्यसपछि गएर के हुन्छ त, एज अ रेस्पोन्स जुन त बनेको खाना हुन्छ नि हैन, भनेको मोमो हुन्छ नि, त्यो एज अ रेस्पोन्स है वेटरले फेरि के गर्छ, त्यो हामीलाई लिएर हामी हटा आइपुग्छ कि, अनि हामीले त्यो कन्ज्युम गर्ने, हामीले त्यो खाने हो है त। रेस्टुरेन्ट यसरी चलिरहेको हुन्छ। अब यहीसँग हाम्रो ब्राउजर, हाम्रो एपहरूलाई कम्पेयर गऱ्यौँ है त, ब्राउजरले पनि सेम गरेर हुन्छ। जस्तै ब्राउजरले पनि रिक्वेस्ट पठाइरहेको हुन्छ, कसलाई त, सर्भरले है त। रिक्वेस्ट के हो, जस्तै मानव मलाई फेसबुक खोल्नु पर्यो भने facebook.com भनेर मैले इन्टर हान्छु हैन, facebook.com भनेर इन्टर हान्छु। अनि त्यसपछि सर्भरमा जान्छ। त्यो रिक्वेस्टमा के हुन्छ त, facebook.com भनेर त्यो टेक्स्ट मात्र जाँदैन है त। त्यो फेसबुक पहिलेदेखि लगइन भयो कि भएन त्यो पनि एउटा रिक्वेस्टमा जान सक्यो नि त, किनकि फेसबुक अब के हुन्छ, फेसबुक लगइन भयो भने के हुन्छ, सर्भरले न्युज फिड देखाउनु पर्ला, फेसबुक लगइन भएन भने सर्भरले लगइन पेज देखाउनु पर्ला। त्यो रिक्वेस्टमा के हुन्छ, अनेक जे चाहिन्छ नि अरू चिजहरू, जस्तै हामीले मोमो मात्रै भनेर त मोमोमा चाहिने के हुन्छ, त्यो बफ चिकन भेराइटी हुन्छ नि त। त्यसै गरी त्यो रिक्वेस्टमा के हुनसक्छ, facebook.com मात्रै नभइकन लगइन छ कि छैन भनेको एउटा भेराइटी भयो नि त हैन। त्यस्तो खाले चिजहरू हाम्रो रिक्वेस्टमा जान सक्छ। सर्भरमा गएर के हुन्छ, अब त्यो प्रोसेसिङ हुन्छ के है त, भनेको facebook.com भन्यो हैन, त उसलाई के गर्ने त अब त्यो हैन, के पठाउने त अब त्यो ब्राउजरलाई अथवा त्यो एपलाई हामीले फोटोहरू पठाइदिने हो कि, हामीले अथवा सर्भरले त्यो भिडियोहरू पठाउने हो कि, त्यो सर्भरले त्यो सबै कुरो प्रोसेसिङ गर्छ। लाइक किचनमा हामीले खाना बनाउँछ भनेको थियौँ नि, सर्भरले त्यसलाई प्रोसेसिङ गर्छ भन्छौँ क्या हामीले चाहिँ है त। त्यो खाना बनाउनु भनेको प्रोसेसिङ हो यहाँ चाहिँ है, हाम्रो कम्प्युटर टर्म्समा चाहिँ। अनि हाम्रो यहाँनिर के छ त, वेटर भनेको हो त इन्टरनेट। त्यो रिक्वेस्ट लाने काम कसको, इन्टरनेटको है त। वेटर भन्ने जुन चिज हुन्छ त्यसलाई हामीलाई हाम्रो जुन कम्प्युटर टर्ममा चाहिँ त्यसलाई इन्टरनेट भनेर रिप्लेस गर्छ।
सो इन्टरनेटले रिक्वेस्ट लान्छ, सर्भरले प्रोसेस गर्छ, त्यसपछि फेरि इन्टरनेटले के गर्छ, त्यो रेस्पोन्स ल्याउँछ। रेस्पोन्समा के हुनसक्छ, हाम्रो HTML फाइल हुन्छ बेसिकली, हो कि वेबसाइट खोल्नु छ हामीलाई, वेबसाइट खोल्नु भनेको HTML फाइल भइहाल्यो। त्यहाँ हाम्रो इमेज हुन्छ है, इमेज आउन सक्छ, त्यहाँ भिडियो पनि आउन सक्छ, भिडियोहरू हुन सक्छ, त्यहाँ डकुमेन्टहरू हुन सक्छ। त्यो चाहिँ एज अ रेस्पोन्स चाहिँ हाम्रो फेरि कहाँ आइपुग्छ त, ब्राउजरमा आइपुग्छ है त। यसरी हाम्रो ब्राउजर र सर्भर के गरेर हुन्छ नि त, कम्युनिकेट गरिरहेको हुन्छ है त। सो आई होप तपाईँले बुझ्नुभयो होला हाम्रो ब्राउजर सर्भर कसरी कम्युनिकेट भएको छ भनेर। अब यसलाई नै यदि के हुन्छ कतै सोध्यो भने एउटा प्याराग्राफ भने पनि के हुन्छ लेख्न सक्नुहुन्छ ल। लाइक कसरी लेख्न सकिन्छ हाम्रो, सिम्पल भन्ने बेलामा ब्राउजर सेन्ड द रिक्वेस्ट टु द सर्भर, सर्भर प्रोसेस स्टार्ट एन्ड सर्भर सेन्ड रेस्पोन्स as HTML file, image, video, audio to the browser again. अथवा ब्राउजरलाई के पनि भन्न सक्दैन, युजरले रिप्लेस गर्न पनि सकिन्छ यसमा चाहिँ। सो यसरी हाम्रो कम्युनिकेसन हुन्छ। नाउ अब यति मात्रै हैन है, यदि अहिलेसम्म तपाईले भिडियोहरु हेरिरहनु भएको छ अथवा तपाई नयाँ हुनुभएको छ भने वी आर अपलोडिङ भिडियो, हामीले भिडियोहरु अपलोड गरिरहेको छौं। पहिला हामीले अहिले चाहिँ हाउ द वेब वर्क भनेर एउटा नयाँ कोर्स कन्टेन्ट अपलोड गरिरहेका छौं। सो अहिले त हाम्रो युट्युब भिडियो पनि चलिरहेको छ, बट एज अ कम्पनी है हामी चाहिँ एउटा के भन्छ कम्पनी नै हो हैन। एज अ कम्पनी हामी चाहिँ पछि गएर के गर्छौं भन्दाखेरि यसलाई नै युट्युब भिडियोले अब के हुन्छ बिस्तारै नै सम काइन्ड अफ के हुन्छ लाइभ सेसनहरु भनेको लाइभ क्लासेसहरुमा के हुन्छ चेन्ज गर्ने छ। र त्यस्तै गरी एज अ कम्पनी अब यहाँ सिक्दै जानुहुन्छ होला हैन। सिक्दै गएपछि के हुन्छ स्किल इम्प्लिमेन्ट गर्ने ठाउँ हुँदैन। स्किल इम्प्लिमेन्ट गर्नलाई चाहिँ विल हायर इन्टर्न्स है, इन्टर्नहरु हायर गर्छौं हैन, अथवा कुनै जबहरु पोस्टिङहरु हुन्छ। सो you will have an opportunity है। यो भिडियो के हुन्छ हेर्दै जानुहुन्छ, तपाईले स्किलहरु सिक्दै जानुहुन्छ। यही भिडियो मात्रै हैन, तपाईले के हुन्छ फलो गर्दै जानु हैन। अपर्च्युनिटीहरु हुन्छ हैन, त्यो अपर्च्युनिटीहरु के हुन्छ यु विल ग्र्याब दैट वान। किनकि दोस्तो केही आयो भने हामीले पोस्ट गर्ने भनेको युट्युब थ्रु हो हैन, अथवा फेसबुक पेज थ्रु हो। फेसबुक पेजको लिंक पनि डिस्क्रिप्सनमा हुन्छ, त्यसले फलो गर्नुस् है त, एन्ड कनेक्ट हुनुस्। विल लर्न अ लट अफ थिंग्स। हामी धेरै कुरा सिकिन्छ। हस्त, धन्यवाद।